हेलो साथीहरू, गुड आफ्टरनुन। सन्चै हुनुहुन्छ? कहाँ कता कसरी हुनुहुन्छ होला सर? आज चाहिँ म पनि अब दिउँसोको समयमा राइड गर्न निक्लिनु लागेको होइन। तपाईँहरू पनि आफ्नो आफ्नो काममा व्यस्त रहनु होला, मस्त रहनु होला, रमाइलो गर्नु होला, दुखी नहुनु होला, जस्तो सुकै जस्तो अवस्था भयो भने खुसी हुनु होला। के छ र हो जिन्दगीमा मरिलानु होइन। जति बाँचिन्छ हाँसेरै बाँच्नु होला, जति बाँचिन्छ कसैलाई नराम्रो गरेर केही नभन्नु होला। जति जसले जे भने पनि सही बसिदिनु होला, किनकि अरूले जे भने पनि ऊ थाकेर बसोस् तर आफू हाँसेर बस्नुपर्छ होइन। त्यसैले साथीहरू होइन, म चाहिँ के भन्छु भने जे जस्तो जतिसुकै जे सुकै होस् र आफ्नो मनको कुराहरू चाहिँ आफ्नो मनमै हुनुपर्छ होइन। कसैलाई सेयर गरेर कसैलाई भनेर केही फाइदा नै हुँदैन र कसैले समाधान पनि गर्दैन क्या साथीहरू। जसलाई जस्तो जस्तो जे परेछ होइन उसले मात्र बिहोर्नुपर्छ क्या। आज मलाई यो परेछ यो गर्दै भनेर कसैले पनि गर्दैन क्या। त्यसैले साथीहरू जे छ जस्तो छ जुन काम छ आफूले आफ्नो कामलाई निरन्तर अगाडि बढ्नुहोस्। एक दिन अवश्य सफल पाइन्छ होइन। आज भएन भोलि भएन भन्ने चिन्ता नगर्नुहोस्, बस धैर्य गर्नुपर्छ। ढिलो चाँडो सब कुरा हुनेछ होइन। सबको एक दिन पालो आउँछ, बस ढिलो चाँडो मात्र हो होइन। मिहिनेत गर्नुपर्छ, कर्म गर्नुपर्छ होइन। कर्मको फल मिठो हुन्छ, कसैलाई छलफल गर्नु हुँदैन होइन साथीहरू। त्यसैले म भन्छु होइन, कसैलाई पनि नराम्रो नसोच्नुहोस्। बस जसको जो छैन त्यसको भगवान हुन्छ नि, हो त्यस्तै हो साथीहरू। कर्मको पछि लागौँ, भाग्यको रेखा आफै खुल्दैछ होइन साथीहरू। हस् त, धन्यवाद। तपाईँहरूले पनि मेरो च्यानल सब्सक्राइब गर्नु भएको छैन भने सब्सक्राइब गरेर अगाडि बढाइदिनु होला। तपाईँहरूको माया सपोर्ट दिन हामी पनि अघि बढाउँछ होइन साथीहरू होइन। त्यही हो साथीहरू, मोबाइलबाट यसो च्यानल बनाउन खोजेको भिडियो पनि त्यति राम्रो आउँदैन। त्यहाँ साथीहरू क्यामेरा किन्नलाई डो छैन, डो नआएपछि सब अड्किहाल्छ। जे गर्नु डोले गर्छ है साथीहरू। ल हस् त, नमस्ते। सन्चै हुनुहुन्छ भन्ने आशा छ। शुभ दिन, शुभ रहोस्, तपाईँहरूको जय होस्।